ल यो क्वेसन हेर्नुस् त सबैले 5 को घाताङ्क कति हुँदा त्यसको मान 1 का मुनि 25 हुन्छ ठीक छ ल फेरि एकचोटि क्वेसन पढ है 5 को घाताङ्क कति हुँदा त्यसको मान 1 का मुनि 25 हुन्छ अब यसको लागि यो सूत्र थाहा हुनु पर्यो a को पावर m बराबर 1 by a को पावर माइनस m अनि अर्को a को पावर माइनस m बराबर 1 by a को पावर प्लस m अब यहाँ प्लस छ भने यसलाई 1 को मुनि लेख्दा a को पावर माइनस m हुन्छ यो पहिले माइनस छ a को पावर माइनस m छ भने यसलाई 1 को मुनि लेख्दा a को पावर प्लस m हुन्छ ल यही तरिकाले यसको हेर्ने है 5 को घाताङ्क 5 को घाताङ्क कति राख्ने त ल हेर है 5 को घाताङ्क माइनस 1 राखौं त यसलाई 1 by 5 को पावर प्लस 1 5 को पावर प्लस 1 भनेको 1 का मुनि ल 5 1 को मुनि 5 यो त मिलेन फेरि 5 को पावर माइनस 2 राखौं 5 को पावर माइनस 2 राख्दाखेरि 1 by 5 को पावर यो माइनस को प्लस हो है अनि यसको के हुन्छ त 1 by 5 को पावर 2 भनेको कति हो 25 हो कि 5 गुना 10 हो 25 है 1 by 25 भनेपछि 5 को घाताङ्क कति हुनु पर्ने रहेछ त 2 हो कि माइनस 2 हो त्यही कुरा यसमा लेख्नु 5 को घाताङ्क माइनस 2 हुँदा त्यसको मान 1 का मुनि 25 हुन्छ भनेर हामी लेख्न सक्छौं है।